हेलो एभ्रिवान, सबैजनालाई दर्शन नमस्ते। आज धेरै वर्ष पछाडि चाहिँ हाम्रो दिदीको घर आएको छु। मिठो चिज पकाएर खाने रे। यहाँ मेरो छोरीले बनाउँदैछन्, म चाहिँ मात्र भिडियो बनाउने हो। मेरो अरू केही पनि काम छैन क्या साथीहरू। हेर्नु न मेरो हात डढेर यहाँ हैरान भा। दिदी र भेना यहाँ मोमो बनाउनको लागि पिठो गर्दैछन्। यहाँ पुरै रेडी हो। खाइदिनु होइन साथीहरू, तपाईँहरू खानु भए आउनु है। यहाँ अचार बनाउँदैछन्। गर्ने चाहिँ मैले केही होइन, मात्र म पाहुना हुँ नि त, त्यही भएर। बिचरा हाम्रो यहाँभित्र चाहिँ हाम्रो ममा आमै हुनुहुन्छ, बुढी आमै। ममा खाने भनेपछि त हाँस्नुहुन्छ। उहाँ पनि खानुहुन्छ नि त, त्यही भएर। आयो हाम्रो मैले भदैनी, मेरो ठुल्दाइको छोरी। बिचरा एउटाको कुरा सुनेर हाम्रो हजुरआमा पनि हाँस्नु भयो है। हामी चाहिँ सानो छोटो मिठो भ्लग बनाएको हो कि साथीहरू। यसलाई चाहिँ भनिन्छ मिनी भ्लग। सिद्धि अब बाइ बाइ। हेरेर लाइक